नमस्ते, म रमेश राई, पर्यटन व्यवसायी। आज म तपाईहरु सामु एउटा अलि विशेष भिडियो लिएर आएको छु। नेपालमा अहिले सबैभन्दा एउटा आतंकको रूपमा बाँदर आतंकलाई मानिराखेको छ। गाउँ-गाउँमा बाँदरले अत्यन्तै धेरै दुःख दिएको भन्ने सुनिन्छ र आज चाहिँ म बाँदरलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा विशेष गरेर दुईवटा विषयहरू, एउटा चाहिँ नीतिगत विषय र एउटा चाहिँ व्यावहारिक विषयको बारेमा यहाँहरु सामु म आफ्नो धारणा राख्न गइरहेको छु। यो कुरा चाहिँ नीति निर्माता लगायत सम्बन्धित निकायमा नै पुगोस् भन्ने मेरो चाहना र भनाइ छ। विशेष गरेर बाँदर चाहिँ नेपालमा अहिले एउटा आतंकको रूपमा जताततै नै मानिआइएको छ। जुनसुकै गाउँमा नि बाँदरले दुःख दियो भन्ने सुनिन्छ र बाँदरकै कारणले गाउँ छोडेर बसाइ सर्नु परेको भन्ने पनि सुनिन्छ। त्यसो हुँदै गर्दाखेरि अब म चाहिँ तपाईहरुलाई विशेष गरेर के भन्न चाहन्छु भने बाँदरलाई हामीले चाहिँ कहिले पनि एउटा यसलाई समस्याको रूपमा नलिउँ, यसलाई चाहिँ एउटा समाधानको रूपमा हाम्रो आम्दानीको स्रोतको रूपमा लिउँ भन्ने म यहाँलाई भन्न चाहन्छु। किन भन्दाखेरि बाँदरलाई हामीले पहिलो नम्बर त आज मैले भन्न खोजेको कुरा भनेको एउटा चाहिँ यसलाई पर्यटनसँग जोडौँ। नीतिगत कुराको मैले कुरा गर्दैछु, पर्यटनसँग जोडौँ। पर्यटनको रूपमा यसलाई पर्यटन प्रोडक्टको रूपमा विकास गरौँ कि कुन देशका मान्छेहरूले बाँदर खान्छन्, कुन देशका मान्छेहरूले बाँदर हन्टिङ गर्छन्, त्यो देशका मान्छेलाई हामीले फ्री भिसामा नेपालमा आउने व्यवस्था गरौँ र गाउँ-गाउँसम्म चाहिँ ती पर्यटकहरूलाई पुग्ने व्यवस्था गरौँ र हामीले जुन ठाउँमा बाँदरको आतंक धेरै भएको छ, जुन गाउँमा बाँदरको आतंक धेरै छ, त्यो गाउँमा चाहिँ त्यस्ता पर्यटकहरूलाई पुर्याउने र उनीहरूलाई हामीले चाहिँ एउटा स्पेशल व्यवस्था गरेर त्यहाँ हन्टिङ गर्ने अवसर दिउँ ताकि बाँदरको ठुल्ठुलो हुल मध्येको ठुलो बाँदरहरू, भाले बाँदरहरूलाई चाहिँ हन्टिङ गर्ने, जसरी नेपालमा नाउर हन्टिङ गर्छौँ हामीले, र नाउर हन्टिङ मार्फत हामीले चाहिँ राज्यले पनि केही आम्दानी गर्छ भने स्थानीयले पनि आम्दानी गर्छ भने हामीले बाँदरको पनि कतिवटासम्म लाखु मार नदिने हो, त्यो अनुसारले चाहिँ हामीले मार्न दिने व्यवस्था गरौँ। त्यसो गर्न सकियो भने पर्यटकहरू त गाउँ-गाउँमा गएर बस्छन्। किन भन्दा जुन गाउँमा बाँदरको आतंक छ त्यसको आसपासमा मात्रै हामीले बाँदर मार्ने अनुमति दिउँ र जङ्गलमै गएर चाहिँ मार्ने अनुमति नदिने हो भने एउटा मान्छे, एउटा पर्यटक चाहिँ त्यो गाउँमा गएर बस्दाखेरि निकै दिन बस्नुपर्ने हुन्छ। त्यहाँ चाहिँ त्यहाँको होमस्टे चल्छ, त्यहाँको तपाईको सानो लजहरू चल्छ। अनि जुन गाउँमा बाँदर थिएन त्यो गाउँमा पनि बाँदर आओस् भन्ने मान्छेको चाहना हुन्छ। किन भन्दाखेरि बाँदरै नआएपछि त पर्यटकले हन्टिङ गर्न पाउँदैन, पर्यटकले नै हन्टिङ गर्न नआएपछि त हाम्रो पर्यटन चलेन। त्यसो हुँदाखेरि अझ बाँदर आओस् भन्ने मान्छेको चाहना हुन्छ। त्यसो हुँदाखेरि त्यो एउटा बाँदर